सो सबैलाई गुड इभिनिङ छ। वेलकम सबैहरू आजको भिडियोमा। आजको भिडियोमा हामी प्याराग्राफको कुरा गर्छौं र यो बीबीएस र बीएड दुवैको लागि त्यतिकै इफेक्टिभ छ र यसमा हामी खास कुरा गर्छौं द डेफिनेसन अफ प्याराग्राफ, द फर्मेट अफ प्याराग्राफ एन्ड विल अल्सो सी वान अफ द एक्जाम्पल अफ अ प्याराग्राफ। हामी एउटा प्याराग्राफको एक्जाम्पल पनि हेर्छौं र त्यसका विभिन्न जुन पार्ट्सहरू छन् त्यो पार्ट्सको हामीले एनालाइसिस गर्छौं है त। ठीक छ। सो विल टक अबाउट द डेफिनेसन अफ प्याराग्राफ. That would be what we mean by paragraph. Then we'll talk about the format or the structure or pattern of a paragraph, the things that are included in a paragraph. And finally, we'll analyze a real paragraph and look at different parts of the paragraph like the topic sentence, supporting details, and conclusion. र हामीले लेख्दाखेरि paragraph एक्चुअलमा लेख्छौं कसरी, लेख्न कसरी पर्छ भन्ने खालको कुरा हामी गर्छौं। So let's go on to define paragraph. Paragraph भन्ने बित्तिकै हामीले एउटा piece of writing भन्छौं, एउटा लेख, एउटा रचना in which one single thought or single idea is developed by means of supporting details. So one paragraph, one idea. एउटा मात्रै टपिक, एउटा मात्रै आइडियाको बारेमा हामी प्याराग्राफमा लेख्छौं। एक भन्दा बढी टपिक, एक भन्दा बढी आइडिया आयो भने we have to move on to the next paragraph. यो प्याराग्राफ भनेको धेरै लामो हुँदैन, 10 12 15 सेन्टेन्स हुन सक्छ about a single topic, about a single idea. त्यो टपिक भनेको my friend हुन सक्छ, त्यो टपिक भनेको अनलाइन लर्निङ हुन सक्छ, त्यो टपिक भनेको माई क्लासरूम हुन सक्छ, त्यो टपिक भनेको माई एक्जाम प्रिपरेसन हुन सक्छ। सो यू हैव टू फोकस on the same topic when you are writing the paragraph. You cannot write many of the things on your same paragraph. They were a single piece of writing in which one single idea is developed, one single thought is developed by means of supporting details. That's what we call paragraph. And one paragraph, we have one complete piece of writing, one complete thought, one single thought, one single idea. The supporting details are हुन्छ र लास्टमा कन्क्लुजन हुन्छ भन्ने हो। यसको फर्मेटको कुरा गर्छौ भने त्यसमा तीनटा कुरा हुन्छ, मैले क्लासमा पनि भनेको छु। We have a topic sentence, we have some supporting details, and finally we have conclusion. So एक सेन्टेन्समा यसको पहिलो सेन्टेन्स जसलाई हामी टपिक सेन्टेन्स भन्छौं, त्यसपछि हुन्छ 3 4 वटा 5 वटा 7 वटा सपोर्टिङ डिटेल्सहरु भनेको त्यही टपिकलाई सपोर्ट गर्ने खालको सेन्टेन्सहरु, त्यही टपिककै बारेमा बोल्ने सेन्टेन्सहरु र लास्टमा चाहिँ कन्क्लुजन हुने गर्छ। अर्थात माथि भनेको कुरालाई नै रिपिट गर्ने खालका कुराहरुलाई हामीले त्यो भन्ने गर्छौं, कन्क्लुजनको रूपमा भन्छौं है त। सो दैट कुड बी द काइन्ड अफ कन्क्लुजन, रिपिटेड काइन्ड अफ थिंग्स यू कैन से। अब यसमा टपिक सेन्टेन्सको मतलब के हो अनि सपोर्टिङ डिटेल्सको मतलब के हो र कन्क्लुजनको मतलब के हो त्यो हामी एकचोटी हेरौं। जस्तो यो टपिक सेन्टेन्सको मतलब के हो भनेर कुरा गर्दाखेरि हामीले के भन्छौं भन्दाखेरि एउटा प्याराग्राफमा इन एभ्री गुड प्याराग्राफ वी हैव one controlling idea, one main message known as topic sentence. The central idea of the paragraph can be expressed in single sentence which is known as the topic sentence. It is also called pilot sentence. The paragraph मा एउटा सिंगल आइडिया हुन्छ, त्यो सिंगल आइडियालाई हामीले कन्ट्रोलिङ आइडिया भन्छौं र त्यही कन्ट्रोलिङ आइडियालाई टपिक सेन्टेन्स भन्ने गर्छौं। प्याराग्राफको पहिलो सेन्टेन्स चाहिँ टपिक सेन्टेन्स हुने गर्छ भन्ने रुल छ त्यसको र त्यसलाई हामी सेन्ट्रल आइडिया पनि भन्न सक्छौं र त्यो सेन्टेन्स जसले त्यसको मेन आइडिया एक्सप्रेस गर्छ त्यसलाई नै हामीले टपिक सेन्टेन्स या पाइलट सेन्टेन्स भन्ने गर्छौं है त। जनरली द टपिक सेन्टेन्स इज प्लेस्ड एट द बिगिनिङ अफ द प्याराग्राफ, then it is explained, amplified, supported with examples, details in a sentence that follow. खास नियम के छ भन्दाखेरि टपिक सेन्टेन्स पहिलो सेन्टेन्स हुन्छ, जनरली सधैँभरि हुनै पर्छ भन्ने छैन। त्यसपछिका सेन्टेन्सहरु त्यसलाई सपोर्ट गर्छन् डिटेलमा भन्ने कुरा हुन्छ है त। अनि सपोर्टिङ डिटेल्समा के हुन सक्छ भन्दाखेरि सपोर्टिङ डिटेल्समा एक्जाम्पल्सहरु हुन सक्छ, रिजन्सहरु हुन सक्छ, कम्पेरिजन हुन सक्छ या अरु रिलेटेड फ्याक्टहरु डिटेल्सहरु हुन सक्छ भन्ने यसको फ्याक्ट हो। र कन्क्लुजनमा हामी के गर्छौं भन्दाखेरि हामी माथिकै कुरालाई रिपिट गर्छौं। सो कन्क्लुजन इन अ पैराग्राफ इज द फाइनल स्टेटमेन्ट अफ थॉट that summarizes the main point discussed in the paragraph. It is often the repetition, प्रायः के हुन्छ ये repetition of the topic sentence in another way भन्छ। टपिक सेन्टेन्सलाई नै अर्को तरिकाले हामी रिपिट गर्छौं भन्ने कन्सेप्ट हो। सो रिपिटिसन अफ द टपिक सेन्टेन्स इन अ डिफरेन्ट वे, दैट्स कन्क्लुजन। सो प्याराग्राफमा त्यही भएर तीनटा कुरा हुनुपर्छ भन्ने छ। एक्जाम्पल यहाँ दिएको छ र यो प्याराग्राफलाई हेरौं र मैले क्वेशन सोधिरहेको छु यसमा टपिक सेन्टेन्स के हो, यू कैन राइट इन द च्याट बक्स। ओके, सो व्हाट इज द टपिक सेन्टेन्स इन दिस प्याराग्राफ? ठ्याक्क प्याराग्राफ हेर्नुस् र च्याट बक्समा त्यसको टपिक सेन्टेन्स कपी गरिदिनुस् त, अथवा पढेर पनि बोल्न सकिन्छ। यू कैन रीड दैट एज वेल, पढ्न पनि सक्नुहुन्छ है। आई जस्ट वान्ट टु हियर फ्रम यू।
You can write in the chat box, or you can just read aloud the topic sentence that you see in your screen. There is a paragraph. The paragraph is there. So there is paragraph. Now see. You can write in the chat box, or you can just write. Okay. Chat box ma लेख्नुस् या भन्न सक्नुहुन्छ. Okay. I just want to hear from you. Unmute गरेर बोल्न पनि पाइन्छ भाइ. बोलिहाल्नु त. Okay, एकजना लेख्नु भएको छ. Let me read aloud for you. Men trap animals and birds for various reasons. Okay, so that's the topic sentence. यहाँ underline पनि गरिएको छ. This is the topic sentence. भनेको यसमा reason को कुरा गरिएको छ. Why men trap animals and birds? There are various reasons for this. That's the main idea of this paragraph. यो चाहिँ हामी के भन्छौँ? यसलाई हामी topic sentence भन्ने गर्छौँ. So we call this topic sentence. त्यसलाई topic sentence भन्छौँ. Men trap animals and birds for various reasons भनेर. त्यसपछि supporting detail 1. पहिलो reason किन त्यसलाई ट्र्याप गर्ने? They are usually willing to pay high prices for wild animals and birds. भनेको पैसाको लागि हो. Reason number 2 अर्थात् supporting detail number 2. There are animals which are dangerous, some large, some small, and they have to be destroyed. भनेको दोस्रो रिजन हो कि एनिमलहरु छन् ठूलो या सानो जो हाम्रो लागि खतरनाक हुन सक्छन् तिनीलाई डिस्ट्रोय गर्नुपर्छ. And third reason, other animals and birds too are the farmers' enemies. र केही जनावरहरु छन् जो कि किसानको enemy को रूपमा हुन्छ. त्यसमा मेन सेन्टेन्स भनेको why do men trap animals and birds? There are various reasons. र सपोर्टिङ डिटेल को रूपमा के दिएको छ भन्दाखेरि रिजन्सहरु दिएको छ. त्यसको एक्जाम्पल्सहरु पनि छन्. So we have reason 1, reason 2 and reason 3. र कन्क्लुजन यसमा के छ भन्दाखेरि the last sentence of the paragraph would be the conclusion. सेन्टेन्स को अन्तिम लाइन जुन छ त्यो paragraph को conclusion हुन्छ. And you can also write the conclusion there. Conclusion ठ्याक्क के छ हेरौँ त. त्यसलाई पनि ट्र्याप you can just type in your chat box. chat मा टाइप गर्न सक्नुहुन्छ. भन्नुस् त के रहेछ यसको कन्क्लुजन. र कन्क्लुजनमा हामी चाहिँ रिपिट गर्छौं टपिक सेन्टेन्सलाई अर्को तरिकाले. We repeat the topic sentence in other ways. ल छिटो छिटो बनाऊ त. Oh, thank you very much. You have written that. But probably most of the traps that are set are intended to catch animals that have valuable skins. Last में उसले चाहिँ reason जो बताइरहेको छ कि धेरै जसो जनावरलाई ट्र्याप गर्नुको मुख्य कारण भनेको तिनको भ्यालुएबल स्किन को लागि रहेछ भन्ने कुरा छ. So this is one paragraph. हामीले एक्जाममा लेख्दाखेरि paragraph लेख्न भनेको हामी त एससी लेखेर भ्याउ के त्यहाँ. त्यही भएर एउटा paragraphमा एउटा सिंगल paragraph लेख्ने भन्न खोजेको. र धेरै लेखेर धेरै नम्बर आउँछ भन्ने होइन. Remember that. So that's the conclusion, you can say. Conclusion part is okay. Okay, that is the conclusion. Now let's write. Okay, ma whiteboard share garchu एकछिन लाई मेरो whiteboard पनि share गर्न मिल्छ होला यहाँ सायद. So let me try and share the whiteboard. Okay, अनि whiteboard share गरिरहेको छु म. र whiteboard मा सायद you can also write. Okay, तपाईहरु पनि लेख्न सक्नुहुन्छ र त्यसमा लेख्न मिल्छ भने ल यसमा गएर लेख्नुस्. यता साइडबाट क्लिक गर्नु होला र टुल्सहरु युज गर्नु होला हैन. र यहाँ यो टी वाला बक्समा गएर त्यहाँ क्लिक गर्ने र लेख्ने. मेरो टपिक रहेको छ फाइन्डिङ अ जब. यसको टपिक सेन्टेन्स के हुन सक्छ लेख्नुस् त. यता साइडमा टी मा क्लिक गर्ने अनि त्यसपछि लेख्ने फाइन्डिङ अ जब को टपिक सेन्टेन्स के हुन सक्छ ओभर. टी मा क्लिक गर्ने छुट्टै कतै टी मा क्लिक गर्ने र यसको टपिक सेन्टेन्स के हुन सक्छ. जस्तो मेरो वालामा क्लिक नगरेर छुट्टै गर्ने भन्न खोजेको है. I just gave you I can say a heading or title. Now looking at the title, just think about what could be the topic sentence of this heading, if this paragraph. Finding a job भन्ने छ नि. Finding a job. What could be the topic there? What could be the topic there?
finding a job. Now you can just click on a T and you can just type there. I will see you typing. Please try. Thank you, thank you, thank you. Call it try. That's very nice. You added a text. Yes, that's right, Chris. Go on. त्यसलाई लार्ज गर्न पनि सकिन्छ लेख्दै जाउँ बढिहाल्छ है यसमा जति पनि थप्न सकिन्छ इट इज गोइङ टु बी इजियर so Chris is writing a topic sentence very nice it is going to be easier to find job using jobs with the use of internet. Wow, that's fantastic, Chris. Now this is very nice kind of topic sentence that you're writing. This is the first sentence of the paragraph, and from this paragraph you can develop a very good piece of writing. This is very nice actually, and I think yes, Sahil is writing. I think it is written. So finding a job can be easier with the use of. Okay, Chris is writing there with the use of. Okay, let me write also. म पनि लेख्छु एउटा म यता लेखेँ है त मेरो topic finding a job in the context of Nepal is very challenging. So my topic is different from your topic. I just wanted to include the fact that it's very challenging idea to find a job in Nepal. Okay, and the other topic is it's going to be easier to find jobs with the use of internet and various kind of apps found on App Store. So that's very fantastic kind of idea. Now अब बाँकी सेन्टेन्सहरु भनेको जस्तो मैले लेखे भने म च्यालेन्जको बारेमा लेख्छु what are the challenges to find a job here in Nepal what could be the possible challenges त्यो च्यालेन्जको कुरा मैले गर्छु किनकि मेरो टपिक सेन्टेन्स भनेको च्यालेन्जको बारेमा छ finding a job is challenging thing here in Nepal अनि यता यो अर्को छ जुन यो इजियर वाला कुरा how using internet can be easier to find a job through internet the job finding service could be easier भन्ने खालको कुरा छ यसरी हाम्रो टपिक सेन्टेन्स हुन्छ त्यसले गाइड गर्छ कि हाम्रो बाँकी कुराहरु के हुन्छ भन्ने खालको कुरा है त अनि हामीले एक प्याराग्राफमा एउटा प्याराग्राफ मात्र लेख्छौं भन्ने कुरा हुन्छ अनि 4 5 वटा 7 वटा 8 वटा सेन्टेन्सहरु लेखेर अन्तिममा हामी के गर्न सक्छौं भन्दाखेरि यसलाई इजिली हामीले चाहिँ डेभलप गर्न सक्छौं भन्ने कुरा छ यसरी लेख्नु होला र लेखेर क्लासरुममा हाल्दिनु होला भन्ने कुरा मैले गरे सो मैले यसलाई स्टप गरे थ्यांक यू भेरी मच फर योर एक्टिभ पार्टिसिपेसन हामी दुई जना साथी मात्रै आइयो बाँकी कुरा हामी अब थ्यांक यू भेरी मच everyone for being with me thank you very much for joining with me see you next time keep learning अब यसलाई मैले डिस्कनेक्ट गरे